हेलो एभ्रिवान नमस्ते सबैजनालाई होइन म चाहिँ अहिले मालदिप्सबाट हो अनि म चाहिँ ट्र्याक खुसीले आज चाहिँ के गर्न लागिरहेको छु भने यो पुरानो बोर्ड हो यो बोर्ड चल्न चाहिँ चल्दैन तर पुरानो भए पनि यहाँनिर राख्छ हाम्रो सबले चाहिँ झिकेर फाल्दैन क्या अनि मतलब होला नि त केही याददास्त चिनो हुन्छ भनेर राखे होला अनि यहीँ चाहिँ राखेर फालेको छैन अनि अहिले चाहिँ कस्तो छ भने आजको मौसम भन्दा नि 2-4 दिन भइसक्यो भनौँ न मस्त पानी परिरहेछ कत्रा पानी पर्छ अनि मौसम पनि देख्नुहुन्छ होला नि त यहाँनिर यस्तो धुम्म भइरहेछ पानी परिरहेको हुन्छ अनि पानी परेको बेलामा त्यही हो अनि माथिबाट पानी आउँछ अनि यसमा छाना पनि छैन क्या फेरि यस्तो ओपनली छ नि त अनि यहाँनिर पानी भरिन्छ माथिबाट आकाशबाट झरेको पानी यहाँ पानी भरेपछि यो भरेपछि फेरि यसमा लोड हुन्छ लोड भएपछि अनि यो डुब्छ भन्ने हुँदो रहेछ उनीहरूलाई अनि यो पानी चाहिँ पुरा मोटर लगाएर यहाँनिर म मोटर लगाएर अब पानी फाल्न लागिरहेको छु यो पानी फाल्नुपर्ने हुन्छ अनि एकजना दाइ छ मसँग त्यो बुढो चाहिँ लाइन साइन पुरै करेन्ट सरेन्ट व्यवस्था हानिदिइसक्यो स्विच अन गर्नै बिर्सेछ अनि वहाँ पारिरहेको छ फेरि यो एउटा बोर्ड यसमा पनि पानी फाल्नुपर्ने हुन्छ अनि त्यहाँ अर्को छ अनि त्यहाँ अर्को छ जम्मा यहाँनिर 3-4वटा छ यो सबमा पानी फाल्नुपर्ने हुन्छ अनि ऊ चाहिँ पुरा त्यो अन गर्न गएको छ तर अन गर्न गएकै भइदिएर होइन के गर्नु यस्तो छ काम यस्तो छ अनि पानी नदी पुरै यस्तै काम हान्नुपर्छ ओइ नै आरे स्विङ गर्न आउँदैन डुब्यो भने त गयो सक्यो बाल्दैन होला नि फेरि ल फाइनल्ली त्यो बोट चाहिँ पानी झारेर खाली बिर्सियो अनि यहाँ बुढोले पुरै हानिसक्यो अब यो यसमा नि बाँकी छ यसमा नि खाली गर्ने सिधले बोट त दामी छ क्या बुढोबाट त त्यहाँको बस्ने ठाउँहरू दामी तर पुरानो के गर्ने नि नेपालमा ल्याएर पुरै त्यो बागमतीमा कुदाउनु पर्छ कि होइन गाह्रो छैन फेरि फाइनली त्यो बोर्ड पनि खाली भयो अब हामी यहाँ अर्को यो तेस्रो बोर्डमा हो फेरि तेस्रो बोर्डमा खाली गर्दै हो ट्याकको सिधले बुढो ढक्क पक्रिरहेको के हो भोक लागेको छ कसैलाई क्यान्टिनमा खाजा खाने हो म चाहिँ यो भित्र जाँदैछु चेक हान्नको लागि होइन कसो भइया ट्याक 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 यस्तो टाइटानिकवाला फिल आइरहेछ भने कसैलाई टाइटानिक थाहा छैन होला ए इधर भी पानी है ए उधर से जाएगा उधर भी हाँ इधर पानी तो है पुरा यो चाहिँ भत्केको सानो खालको टाइटानिक यस्तो हुन्छ क्या पानी यहाँ पानी छ यस्तो पुरानो त बाहिर निकालेर डस्टबिन गर्दै भने हुने हो क्या होइन तर त्यो पनि गर्दैन होइन गाइस कफी खाने हो कफी बनाइदिन्छ नि गर्नु फेरि ब्यागको सिटले के छ यहाँ यहाँ हेर न गाइस सामानहरू होइन के खाने बब्ली चाय हान्दै चट्ट सिधले होइन बिहान चट्ट चाय हान्दै दामी हुन नि रहेछ बाहिर जानुपर्ने हुन्छ
फाइनली 1 2 3 अनि यो लास्टमा 4 अनि यो लास्टमा अनि यसमा अब लास्ट यसको पानी फालिदिने हो यो तीनटा फिनिस भइहाल्यो यहाँनिर यो खतरा हल्लिन्छ क्या अनि फेरि खतरा पुरानोबाट भनिरहला यसले यस्तो रेउडा जग्गा भिडियो बनाइरहेको छ भनेर बनाउँछु त के बोल होइन तिमीहरूको पनि छ भने बनाऊ छ भने अब यो सिद्ध्याउने अनि यो सिद्ध्याएपछि अनि जाने पछि म यसमा भित्र टक्क रुम चाहिँ भिजिट गरेर देखाउँछु ल कस्तो रहेछ पुरानो जहाजको रुम भित्रको पारेर ल म चाहिँ यहाँ टक्क यो बोर्डको भित्र जाँदैछु होइन टेन्सर लागिरहेको ओए पब्लिक ओए लम्मै टुटेर मुनि वात्तै पानीमा झऱ्यो भने त टेन्सन यहाँ त पानी छ नि देखेको होइन के ढोका त आफै चल्छ होला Wah, woi, loh, woi mat, क्यों यो लाइफ ज्याकेट रहेछ या ठिस बनाइदियो है पुरै टोइलेट सोइलेट पुरै लग्जरी दिएको स्पेस होइन दामी पाराले ए यहाँ त केही रहेन रहेछ म त यहाँ पनि केही छ कि यहाँ ल यहाँ उज्यालो रहेछ नि होइन म चाहिँ यहाँ अहिलेको होइन ढोका पुरा त्यो बोर्ड हल्लिँदाखेरि जो ढोका अब अन्डाले झरेर ढ्याक 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 हुन्छ नि त होइन मैले त ल तर्साइदिरहेको त्यो बुथ्लिम भन्छ नि ढोका बिस्तारै ढ्याक होला त्यस्तै भइदिरहेको भने म त ल ठिस निस्किदिन्छ यार मलाई डर लाग्यो खुल्छ हेलो एक्सक्युज मी ओइ वाट द फक ठिस बनाइदिरहेको ढोकाले What is this? Inside. त्यस्तो बुकहरू पढ्थ्यो रहेछ होइन नानीहरूले यहाँ पनि रहेछ रुम ओए तर केही छैन पानी नै पानी छ क्या यो मुनि त ल होइन यहाँबाट झऱ्यो भने त लम्बै म त फेरि सागरमा हो नि त सागर बरु सुकेर गइजाला अनि सन्देह चाहिँ मरेर गइदिन्छ यस्तो छ यही मुनिको पानी जिस टाइम नहीं करेगा भाई आज टाइम तो ज़्यादा हो गया ना फाइनली हाम्रो काम चाहिँ सिद्धियो अनि अहिले चाहिँ हामी आएको टक्क सुजले अहिले चाहिँ यहाँनिर तारहरू रोल गर्दैछ अब सामानहरू राख्नु पऱ्यो अनि हाम्रो चाहिँ फेरि डिलक्स यहाँ छ यो चाहिँ हाम्रो डिलक्स हो धुम मचाले हाम्रो डिलक्स हो ल आजको भिडियो चाहिँ यति नै अनि टक्क सुजले अब नेक्स्ट टाइम फेरि यस्तै केही रमाइलो खालको कामहरू भयो भने फेरि भिडियो बनाउँला होइन आजको लागि चाहिँ यति नै ल हाम्रो काम चाहिँ सिद्धियो पछि जाऊ भैया हाम्रो काम चाहिँ सिद्धियो अनि फाइनली अब हामी चाहिँ जान लागेको म चाहिँ भिडियो बनाउनु थालेँ बुढो काम गर्नु थालेँ हामीले त नास्ता गर्न टाइम नै बिर्सिदिरहेको भुलिदिरहेको अब हामी चाहिँ लाग्दै गयो है यस्तो छ सिधल आइल्यान्ड टाइम पाराले ल बाई बाई अब नेक्स्ट टाइम फेरि भिडियो बनायो भने फेरि भिडियो हेर्नु है लास्टसम्म भिडियो हेरेर